बसी जीवनमा बुन्दै अनेकौं सपना महसुस अभाव साथको हुने गर्थ्यो जीवनमा हजारौं दिनको पर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार। म अविनाश शर्मा परमेश्वरको उपस्थितिमा मण्डलीको धर्मगुरु साथै परमेश्वरको पवित्र मण्डलीको उपस्थितिमा यो प्रतिज्ञा गर्दछु कि म मेरिना लेप्चालाई मेरो पत्नीको रूपमा स्वीकार गर्दछु। म मेरिना लेप्चा परमेश्वरको उपस्थितिमा मण्डलीको धर्मगुरु साथै परमेश्वरको पवित्र मण्डलीको उपस्थितिमा यो प्रतिज्ञा गर्दछु कि म अविनाश शर्मालाई म मेरो पतिको रूपमा स्वीकार गर्दछु। दिनको बर्खा र प्रार्थनाको उत्तर बनिएकै हौ तिमी मेरो लागि ईश्वरको सुन्दर उपहार। सर्वप्रथम प्रभुलाई धन्यवाद होस्, विशेष गरी आज भइरहेको पवित्र विवाहका लागि, विशेष मेरिना छोरी उहाँको सम्पूर्ण जीवन आउने भविष्य नौलो घरमा विवाह भएर जानुहुँदैछ। उहाँको दम्पति जीवनलाई परमेश्वरले धेरैभन्दा धेरै आशिष दिएको, उहाँको परिवार उहाँहरूको सम्पूर्ण आउने दिनको आशिष र गन्ती 6को 24-25-26 वचनअनुसार उहाँहरूको जीवनमा उहाँहरूको आशिषमय उहाँहरूको हरेक समय युग युगसम्म आशिष बोल्दछु। नातिनी र ज्वाइँलाई के भन्छु भने उहाँहरूलाई परमेश्वरले धेरै धेरै आशिष दिउन् है। उहाँहरू ज्वाइँ अनि नातिनीले राम्रो गरी खाउन् अनि बाजे बोजूको तर्फबाट आशिष छ नातिनी ज्वाइँलाई। अविनाश चाहिँ मेरो ठुलो छोरीको सबै अरू भाइहरूभन्दा ठुलो छोरा हो। यसको आजको यो एकदम पवित्र बिहेमा चाहिँ आशिष बोल्न चाहन्छु। यिनीहरूको लागि चाहिँ एकदम आशिष मिलोस्। परमेश्वरले मिलाइदिनु भएको जोडालाई चाहिँ परमेश्वरले धेरै मात्रामा आशिष देऊ। कति गहिरो कहिले बुझ्नै नसक्ने हृदयको घात। अविनाश भाइलाई अनि बहिनी मेरिनालाई अब आउने वर्षहरूको लागि आउने दिनहरूको लागि सबै कुरोमा परमेश्वरले एकदमै फल्दो फुल्दो आशिषमय परिवारहरू हुँदै जानमा आशिषमय कुराहरू भरिएर जानमा परमेश्वरले आशिष दिउन् भन्ने हामी यो प्रार्थनामा यो आशिष पनि म उहाँ दुई दुल्हा दुल्हाईलाई भन्न चाहन्छु। Congratulations to my Nana and Bina. परमेश्वरको अनुग्रह र आशिष सधैँ तपाईहरुको जीवनमा रहोस्। परमेश्वरले जोड्नु भएको यो पवित्र सम्बन्ध तपाईहरुको जीवनमा सधैँ अटल रहोस्। धेरै धेरै बधाई छ हाम्रो प्यारी दिदीलाई नयाँ जीवनको सुरुवातको लागि। सँग दियो जीवन साथी खुशीमा आँसुमा Happy married life, Marina, and best wishes for future interviewers. And we're gonna miss you. God bless you. धेरै धन्यवाद छ यो सबै कुराको सिस्टम गर्नुभएको लागि। परमेश्वरको नियम पालन गर्नुभएको लागि धन्यवाद छ। नियमपूर्वक बिदाई मागेर जानुहुँदैछ र हजुरलाई यो एउटा बाटोमा लाउ लस्करको साथमा जानुभएको कारण बाटो यसो चिया जमिन होस् भनेर यो सङ्गत चाहँदैछौँ। हाम्रो शुभकामना छ हजुरको शुभ यात्रा होस् भनेर।
प्रेरणा मेरो आशा मेरो जिउने कारण राख्नेछु सदा हृदय कोठामा माया गर्छु नि झन् यो जीवनको यात्रामा सँगसँगै हिँडौँ हामी